आशुतोषि शशाङ्क शेखरि चन्द्रमौलि चिदम्बरा कोटि कोटि प्रणाम शम्भो कोटि नमन दिगम्बरा आशुतोषि शशाङ्क शेखरि चन्द्रमौलि चिदम्बरा कोटि कोटि प्रणाम शम्भो कोटि नमन दिगम्बरा। सानोलाई माया र ठुलोलाई एकदम दृढदेखि प्रणाम। म अहिले यहाँ पुम्दीकोट आएको छु, पोखराको पुम्दीकोटमा। अनि कस्तो रमाइलो छ, कति राम्रो, कति मनोरम दृश्य छ। र अब म यहाँ पोखराको फेवातालमा पुगिसकेँ। फेरि यो फेवातालमा धेरै वर्षपछि गइयो, कमसेकम 12-13 वर्षपछि गइयो। पहिले त गइरहेको थियौँ, तर अहिले धेरै वर्षपछि गयो। एकदम मनकै यति खुसी थियो, यति खुसी थियो हजुरले म बयान पनि गर्न सक्दिनँ। तर चाहिँ मलाई एकदम रमाइलो लाग्थ्यो। तर यस्तो राम्रो ठाउँ होइन, अब बस मन चाहिँ कहिले कहिले यसो बिदा लिएर चाहिँ जानु चाहिँ पर्छ जस्तो लाग्छ। आफ्नो सिधै अब घरको काम गर, यो काम गर, ऊ काम गर, मतलब टाइमै पाउँदैन। तर टाइम पाएको बेलामा घुम्न चाहिँ जानु पर्दो रहेछ। यस्तो रमाइलो लाग्थ्यो, सबै थोक बिर्सिथेँ म वहाँ गएर। र कस्तो रमाइलो लाग्छ। म के भनिरहेको छु यहाँ, खासमा छोरीको कुरा गरिरहेको छु। छोरी आएको भए कति रमाइलो हुन्थ्यो। अब यहाँ चाहिँ मैले वहाँ धेरै परेवाहरू हुन्छन्, परेवाहरूले यसरी यो दानाहरू खिलाउन यस्तो रमाइलो लाग्छ। अनि उड्छन् जसरी पशुपतिनाथ मन्दिरमा छन् नि, त्यस्तै यहाँ एकदम रमाइलो लाग्छ। यो एकदम राम्रो ठाउँ हो। र यसरी म राखिरहेको छु र रमाइरहेको छु आफैमा। राखेर परेवालाई मलाई कोही मान्छे जस्तै त्यसको बिचबाट हिँडेर जान्छ नि, त नराम्रो पनि लागिरहेको थियो मलाई। बिचरा खाइरहेछन्, त्यसको बिचमा तिनीहरूले उडाइदिने मलाई यति पनि राम्रो लाग्थेन त्यो कुरा। र यसरी खिलाइरहेको थिएँ म, त्यो रमाइलो लाग्थ्यो मलाई वहाँ। अहिले त कन्स्ट्रक्सनको काम पनि चलेको रहेछ त्यहाँ। उता चाहिँ अर्को मन्दिर बनेर अब चाहिँ हामी फेरि पूजा गरेर फर्किसकेछौँ। र अब यहाँ मनोरम दृश्य हेरिरहेछौँ। यो फर्किने बेलाको हो र आइरहेछौँ। यो चाहिँ अब हामी आउँदाखेरिको हो, जब हामी सुरुमा आउँदाखेरिको राख्न पर्ने हो गरे, तर मैले जाँदाखेरिको राखेँ। अब यहाँ पनि सुरुमा चढ्दा पनि डर लागिरहेको थियो। कति वर्षपछि पनि यस्तो पनि डर लाग्ने। अब माता विन्ध्यवासिनीको थियौँ, हामी पुगिसकेका थियौँ। माता विन्ध्यवासिनीको हामी पूजा गरेर एक्चुअली अम्किसकेका छौँ। र यहाँ सबै मन्दिरहरू हामीले दर्शन गऱ्यौँ। र यसो अब यहाँ सीतारामको, राधाकृष्णको मन्दिर हो यो, यहाँ जुन देखाइराख्नु भएको छ उहाँले। र यसपछि चाहिँ माता विन्ध्यवासिनीको पछाडिको मन्दिर हो। यता चाहिँ यो शिवजी मन्दिर हो, शिवजीको मन्दिर हो उता। यही हो। परेवा पनि एकदम धेरै हुन्छन् त्यहाँ पनि। यसरी लाइन लाग्छ यहाँ बिहानका। शनिबारको दिनमा त अझ एकदम धेरै भिड हुन्छ यहाँ। अनि नवरात्रिको टाइममा पनि एकदम धेरै भिड हुन्छ। यता सरस्वती माताको मन्दिर जुन सानो देखिरहेको छ नि, त्यो सरस्वती माताको हो। र हामी यहाँ लाइनमा उभिएर पूजा गरिसकेर अम्केर खिचिरहेको भिडियो हो यो। उहाँले खिचिराख्नु छ। म यहाँ यसो धुप बाल्दै थिएँ, अनि त्यही पनि खिच्नु रहेछ। धुप बाल्दै थिएँ। अब पूजा सामग्री निकालेर अनि पूजा, अब उहाँ त दर्शन त एकैछिनलाई हुन्छ, एकैछिन छिटो भिड हुन्छ नि त। त्यही भएर त्यो बाहिर जलाउने यो सबै थोकहरू आफूले लिएर आएको सरजमहरू सबै। यता गणेश भगवान्जीको मन्दिर हो त्यो। अनि यहाँ बसेर हामीले पूजा पनि गऱ्यौँ, एकैछिन बस्यौँ। अनि पछाडिको सिन पनि हामीले हेऱ्यौँ। यसको जस्ट पछाडि चाहिँ माछापुच्छ्रे हिमाल देखिन्छ, एकदम रमाइलो देखिन्छ त्यो। माछापुच्छ्रेको हिमाल हेर्दाखेरि बडा रमाइलो लाग्छ। तर म गएको बेलामा जहिले पनि बादलै लगाएको हुन्छ र म हेर्नै पाउँदिनँ। त्यस्तो हुन्छ। शिवजीको मन्दिर हो, त्रिशूल